मजाले पानी परेको बाटै नदेखिने छ। मौसम सफा भएको भए त अलिक क्लियर देखिन्थ्यो। मौसम रेड 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 पानी परिरहेछ। के अरे यो पानी परेर अब यो पर्नको लागि यस्तो भइरहेछ। देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले आइपुगेको छौँ चोकमा तेल हाल्ने ठाउँ हो। हामीलाई चाहिँ अहिले तेल हाल्नु छैन, त्यसैले हामी गयौँ आफ्नो बाटो। यहाँबाट चाहिँ ट्रेन जान्छ, बुलेट ट्रेन। हामी यहाँबाट यता लाग्यौँ। हामी जाँदैछौँ सानपिनमा। यहाँ चाहिँ यो कपाल काट्ने ठाउँ हो। एकदम यो घुमिरहेको हुन्छ। यो बन्द भएको बेलामा चाहिँ, घुमै नघुमेको बेलामा चाहिँ कपाल काट्ने बन्द अरे। यो चाहिँ मान्छे राखेको ठाउँ हो। यहाँ छ गाडी निस्केको। हामी गइरहेका छौँ। यताबाट गयो भने चाहिँ ट्रेन स्टेसन पुगिन्छ। अब हामी चाहिँ सिधै 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 जाँदैछ। यो चाहिँ बुलेट ट्रेन, त्यो चाहिँ लोकल ट्रेनको यता छ। पानी त कति परेको। यो ट्रेन स्टेसन केही देखाएको छैन पानी परेर। हामी एकछिन रोकिन्छौँ, त्यसपछि फेरि ग्रिन बल्यो। अब जान्छौँ। आज चाहिँ म तपाईँहरूलाई देखाउँछु कति टाढा छ म चाहिँ किनमेल गर्न जाने ठाउँ भनेर। तर आइसक्यो, यही हो। यो चाहिँ पियागो भन्ने डिपार्टमेन्टल स्टोर हो। जापानको चाहिँ सबैभन्दा सस्तो स्टोर यही हो होइन। म चाहिँ अब हामी चाहिँ पुगिसकेका छौँ। अब यहाँ हामी के किन्छौँ भनेर तपाईँहरूलाई देखाउँछौँ। यसमा हामी चाहिँ पार्किङ गर्नलाई जान्छौँ अगाडि। त्यही हो है गाइज। ल पियागोमा आइपुग्यो हामी चाहिँ। यता चाहिँ कपडा पसलहरू छ। साथीहरू म चाहिँ ट्याक्कै अब यहाँ जान्छु, किन्छु, त्यसपछि हेर्नु होला के किन्छु भनेर है त।